तर्फ जानलाई तयार हुनुभएका अभिभावकज्यूहरू पनि हुनुहुन्छ। हामी पहिला चाहिँ आज नेपालतर्फ जान लाग्नुभएका अभिभावकज्यूहरूको शुभयात्राको कामना गर्ने सोचिरहेछौँ, किनभने नेपालबाट आउनुहुने अभिभावकज्यूहरू अरू एकजना पनि आउनु बाँकी रहनु भएको हुनाले सायद आउनुपर्ने गरेको हुनाले कार्यक्रमलाई औपचारिकता दिनका लागि मैले आजको कार्यक्रमको अध्यक्षता गरिदिनु हुनका लागि हाम्रो समाजका अध्यक्ष श्री ईश्वर प्रसाद पौडेलज्यूलाई अध्यक्षता ग्रहण गरिदिनु अनुरोध गरेँ। अभिभावकको रूपमा आएको हुनाले हाम्रो एउटा निश्चित समयभित्र हामीले आएर यहाँ बसेर फर्किनै पर्ने एउटा समय सीमा तोकिएको हुन्छ। त्यो समय सीमा पुरा गरेर नेपाल फर्किन लाग्नुभएका हाम्रा आजका 3 जना अभिभावकज्यूहरूलाई मैले सबभन्दा पहिला यहाँ बोलाएँ। यसो गरौँ बसन्ता भुषालज्यूलाई मैले अगाडि बोलाएँ र रूपनी देवीज्यूलाई चाहिँ मैले अगाडि बोलाएँ। उहाँहरू आफ्नो बसाइ पुरा गरेर नेपाल फर्किन लाग्नुभएको हुनाले उहाँहरूलाई आज हामीले शुभयात्राको कामना गर्न लागिरहेका छौँ र उहाँहरूलाई शुभयात्राको कामना गर्न सर्वप्रथम खादा लगाएर शुभयात्राको कामना गरिदिनु म यस समाजका सदस्य कृष्ण घिमिरेज्यूलाई अनुरोध गरेँ। हाम्रो समाजको लोगो अङ्कित कपद्वारा शुभयात्राको कामना गरिदिनु हुनु म समाजका अध्यक्ष ईश्वर प्रसाद पौडेलज्यूलाई अनुरोध गर्दछु। छिटै आउनु होला। यो कप 1 दर्जन पुग्ने हो कि लाँदा होइन आउने जाँदाखेरि कप दिन्छ इस सभाका सभाध्यक्ष यस ओरल पार्क नेपाली अभिभावक सङ्घका सम्पूर्ण कार्यकारी टिमलाई म हार्दिक नमन गर्न चाहन्छु। जाने बेलामा खास भन्नु त खासै केही छैन। यस समाजले जुन गरेको जुन मेहनत जुन सबैप्रति चाहिँ भ्याइ नभ्याइ समय निकालेर यो ठाउँमा हामीलाई चाहिँ मनोरञ्जन रमाइलो सबै कुरोहरू चाहिँ गराउनु भएकोमा उहाँहरूलाई धन्यवाद र सम्पूर्ण अभिभावकहरूलाई यसै गरी मिलेर आफ्नो रमाइलो गरेर यहाँ बस्ने अवधिहरूमा बस्नु होला भन्ने अनुरोध गर्दै यति सबैलाई नमस्कार। एकदम रमाइलो बसाइ भयो। यस्तो सबैसँग भेट भएर हाम्रो सम्धि साहेबद्वारा हामी यहाँ समावेश भएका हौँ। एकदम रमाइलो लाग्यो, तर एकदम छोडेर जानुपर्छ धेरै नराम्रो लाग्यो। यति भन्दै छोडेर जानु धेरै रमाइलो जति चाहियो त्यति धेरै रमाइलो छ भन्ने आशा गरेर शुभयात्राका कामना गरिरहेछु। अब यसपछि अब हाम्रो उहाँ 3 जनालाई
दुईजना त एकजना विशाल सर यता हट्नुहोस् कि यता बसाउँ तिनीहरूलाई त तिनजना यहाँ आउनु सर पनि आउनु जाने अब यस पछाडिको स्वागत तपाईँले हाल्छु स्वागतका लागि मैले नेपालबाट भर्खर म्याडम पार्वती बाँसतलाज्यूलाई मैले यहाँ अगाडि बोलाएँ खादा लगाउनलाई चाहिँ अब नामै जान्नु चन्द्रवती पौडेल म्याडमलाई मैले अनुरोध गरेँ त्यस्तो पनि नातो हो मलाई थाहा थिएन है भन्नु न ल थाहा थिएन तर राम्रै भयो उहाँलाई हाम्रो समाजको लोगो अङ्कित टोपी लगाएर स्वागत गरिदिनु हुनका लागि म समाजका अध्यक्ष ईश्वर प्रसाद पौडेललाई अनुरोध गरेँ समाजको लोगो अङ्कित त्यो पनि हो अहिलेको नयाँ यो ल धन्यवाद छ हजुरलाई र यहाँको सभा अध्यक्ष आजको सभा अध्यक्ष र अध्यक्षहरूलाई पनि र हाम्रो सम्पूर्ण अभिभावक समाजको साथीहरूलाई अभिभावकहरूलाई मेरो न्यानो नमस्कार। म नयाँ मान्छे त होइन, म 2-3 चोटि आउँदै जाँदै गरेको, कसैको कोहीको नजरमा नयाँ पनि भयो होला, धेरै साथीहरू पुरानो नै हुनुहुन्छ। तर सुरुमा हामीले के गरेको थियौँ भने हामीलाई के अत्यार लाग्ने, घरभित्र बस्दा एकदमै अत्यार लाग्दाखेरि यसरी बाहिर पार्कमा जाने, भेट हुने भन्ने 2-4 जनाबाट जम्मा हुँदै 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 हाम्रो यत्रो समाज भइसक्यो। एकदमै खुसी लाग्छ यसमा, किनभने कोही त बच्चा हेरेर बिजी हुनुहुन्थ्यो भने कोही त हुनुहुन्थेन कि कता जाने होला आत्तिनुहुन्थ्यो कि यहीँ आएर रुनेहरू नि कतिजना हुनुहुन्थ्यो होइन। अनि त्यति बेला यसरी पार्कमा कहिले काहीँ भेट हुँदाखेरि उहाँले कति व्यक्त गर्नुहुन्थ्यो, एकदमै खुसी लाग्यो यस्तो भन्नुहुन्थ्यो। त्यही भएर यो गरेको म त गइहालेँ अस्ति नै। मैले बेला बेलामा नेपाल गए पनि यहाँको यो माया, यो समाजसँग जोडिएर म हरेक दिन यहाँको क्रियाकलाप हेरिरहेको थिएँ, एकदमै खुसी लाग्थ्यो कि। किनभने यो त हामी सबैजना भएर जम्मा गरेको, कोही भ्याएन भनेर त्यसै नजाने कोही पनि भएन कि। सबैजना ल जाने भनेपछि जाने, अब एकदमै नमिल्ने कुराहरूलाई मात्रै छोड्नुहुन्थ्यो। एकदमै खुसी लागिरहेको थियो। नेपालमा गएर पनि हेरिरहेको थिएँ यहाँको साथीहरूको। मलाई त सर्वप्रथम सबै साथीहरूको आजको मलाई सर्वप्रथम सबै साथीहरूले आत्मीयताको साथ मलाई स्वागत गर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै बोल्नु त के नै पर्यो, मेरो नाम चाहिँ नि पार्वती बास्तोला हो। मलाई सर्ट बोलाउँदाखेरि धेरै जस्तोले पारु बास्तोलै भन्नुहुन्छ। अनि मेरो घर पोखरा फुलबारी हो। म यहाँ छोरीको घरमा आएको हो, छोरीको नाति नातिनालाई हेर्नको लागि आएको। यति बेला त नाति नातिना हेर्ने त मेरो हस्बेन्ड यहीँ हुनुहुन्थ्यो, तर छोरीको ग्रेजुएसन थियो यति बेला, त्यही भएर नि म आएको। यति बेलाको बसाइ मेरो सायद धेरै लामो हुँदैन होला। यही भन्दै यो चाहिँ नि यस्तो सबै हो, सधैँ भइरहोस्, साथीहरूमा मित्रता सद्भाव आत्मीयता सधैँ बढिरहोस् भन्दै लाई कसैले चाहिँ आफ्नो व्यक्तिगत रूपमा फेरि आएर गर्न सक्नुहुन्छ भने उहाँहरूलाई केही समय मैले छुट्याएँ। होइन भनेदेखि अब कार्यक्रमलाई चाहिँ औपचारिक कार्यक्रमलाई चाहिँ आफ्नो मन्तव्यसहित अन्त्य गरिदिनु हुनका लागि समाजका अध्यक्ष ईश्वर पौडेलजीलाई धन्यवाद। कार्यक्रम सञ्चालक नेपाली अभिभावक समाजको काङ्ग्रेस सचिव पुण्य ढकाल सर, आज यो शुभयात्रा तथा स्वागत कार्यक्रममा उपस्थित सम्पूर्ण सबै अभिभावकहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। यहाँहरूको यो गरिमामय उपस्थितिले स्वागत र विदाई कार्यक्रमको महत्त्व र औचित्य पुष्टि भएको छ। यहाँहरूको यो आफ्नो समयलाई व्यवस्थापन गरेर जुन ढङ्गले आउनुभयो त्यसको निम्ति म पुनः सबै अभिभावकजीहरूलाई समाजको तर्फबाट हार्दिक स्वागत पनि व्यक्त गर्न चाहन्छु र हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। हाम्रा यस्ता कार्यक्रमहरूमा यो खालको उपस्थिति र यस्तो सक्रियता रहिरह्यो भने
हाम्रो म्याडमले भने जस्तै समाजको गतिविधि राम्रोसँग अगाडि बढ्छ, रमाइलो पनि हुन्छ। सबै साथीहरू बिहान मर्निङ वाक हिँड्नेमा पछि स्वस्थ पनि भइयो। यी सबै कुराहरूलाई यहाँहरूले अत्यन्त महत्त्व दिनुभएको छ, त्यसको निम्ति पुनः धन्यवाद दिन चाहे। तर अब आज नयाँ 2 जना साथीहरू पनि आउनुहुन्छ कि भनेर हामीले गरेको क्रमलाई उल्टो पाल्टो गऱ्यौँ, तर आइपुग्नु भएन। हामी 1 जना अभिभावकज्यूलाई हामी स्वागत गर्ने अवसर मिल्यो र 3 जना अभिभावकज्यूहरूलाई हामीले चाहिँ शोभायात्राको कामना गर्ने अवसरमा हामी जुटेका छौँ। सर्वप्रथम अब सुरुवातदेखि नै म्याडमले सम्बोधन गर्ने बेलामा पनि भन्नुभयो, पारु म्याडमले, हामी सुरुवाती त्यो कोरोना पछाडिको सुरुवाती समयका मान्छे हामी रहेछौँ र हाम्रो चाहिँ त्यो बसाइ, त्यो भेटघाट, त्यसले चाहिँ एउटा उत्साह, एउटा तीज प्रोग्राम संयुक्त रूपमा गर्न सक्यौँ होइन म्याडम। त्यसमा 25 परिवार सहभागी हुनुभएको थियो र सङ्ख्या मैले काउन्ट गरेका थिएँ, उपस्थिति उठाएको थिएँ 81 जना अभिभावकहरू उपस्थितिमा हामीले एउटा तीज प्रोग्राम गर्न सफल भएको थियौँ। त्यसमा त्यो बेलाको पनि त्यो एउटा ठुलै प्रोग्राम हो यहाँको भन्ने खालको कुरो त्यो बेला अभिभावकहरू भन्नुहुन्थ्यो। त्यसपछिका दिनहरूमा धेरै साथीहरूले त्यसलाई निरन्तरता दिनुभयो। अझ अनुभवले खाइएका साथीहरू समाजको जिम्मेवारीमा आउनुभयो र हाम्रो पालामा नभएका नयाँ कुराहरू उहाँले थपेर अगाडि लानुभयो। त्यसको निम्ति विगतमा कार्य समितिमा रहेर नेतृत्वलाई भूमिका गरिरहनु सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र जहाँसम्म आज हामीबाट शोभायात्रामा जोडिनुहुने साथीहरू हुनुहुन्छ, तारा भुषाल सर अत्यन्त सहयोगी भावनाको, मलाई लाग्छ उहाँले त्यो भेकमा आउनुभएका साथीहरू सबैलाई यो समाजमा ल्याएर जोड्नु, यो उहाँको अत्यन्त राम्रो पक्ष छ। अब सरले त्यो जिम्मेवारी त्यतापट्टि कसलाई हस्तान्तरण गर्नुहुन्छ, राम्रोसँग गर्नु होला भन्नुपर्ने हो है। त्यतापट्टिको भेगमा को हुनुहुन्छ साथी, उहाँलाई आफ्नो त्यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नको निम्ति भनेर जानु होला है सर भन्ने भए मैले त्यो अनुरोध गरेँ सरलाई र सरको हार्दिक शोभायात्राको कामना गरेँ। त्यस्तै गरी वसन्त म्याडम उहाँको पनि शोभायात्राको कामना गरेँ र उहाँ रुक्मिणी उहाँको पनि एउटा राम्रो उदाहरण के भयो भन्दा उहाँ बहुत छोटो समयको निम्ति आउनुभयो र पनि समाजसँग जोडिनु भयो। यो एउटा राम्रो पक्ष, उदाहरणीय पक्ष। जम्मा 2-3 महिनाको निम्ति आउनुभएको थियो, हाम्रो समाज खोजेर आएर जोडिनु भयो। समाजका गतिविधिहरूमा पिकनिकमा पनि उहाँ सहभागी हुनुभयो, एकादशीमा पनि मिलेसम्म आउने गर्नुभएको छ। यो पक्ष उहाँको राम्रो छ। यी खालका कुराहरू यहाँहरूको अगाडि चाहे र उहाँको पनि हार्दिक शोभायात्राको कामना गरेँ। र पारु म्याडमसँग त पहिले पनि सँगै काम गरेको हुनाले उहाँको बसाइ जति होस् अत्यन्त सक्रिय, विगतमा भएको सक्रियताभन्दा पनि अझ बढी। अहिले 2 जना सँगै हुनुहुन्छ कि यहाँ सर म्याडम दुवै बसेर एउटाले घरको व्यवस्थापन गर्ने, एउटा मर्निङ वाकमा निस्किने गरेपछि त चार्ज मिलिहाल्यो कुरा। त्यसरी मिलाउनु हुनेछ र समाजलाई आफ्नो अनुभव अझ परिष्कृत गर्नुहुनेछ भन्ने कुरा आशामा विश्वास गर्दै उहाँको बसाइ सुखद बसाइको कामना गर्छु। र अन्तिममा अब यहाँ साथीहरूसँग गए समय मैले धेरै नलिउँ। अब हामी चाहिँ अस्ति यहाँ एउटा पिकनिक कार्यक्रम गऱ्यौँ। अब हामी चाहिँ सबै कुरा आफैले व्यवस्थापन गरेर माउन्ट अन्नानसम्म पुगेर फेरि अर्को त्यसलाई भ्रमण कार्यक्रम भनौँ, क्या पिकनिक नभनौँ, भ्रमण कार्यक्रम भनौँ कि जस्तो लाग्यो मलाई। कसो हुन्छ सर, विष्णु सर? भ्रमण हाम्रो सूचना भ्रमण कार्यक्रमै छ। ठिक, हाइकिङ भन्दा नि भयो। ठिकै छ। त्यो भ्रमण कार्यक्रम हाइकिङ वाकिङ ठिकै छ। भ्रमण कार्यक्रमलाई अत्यन्त व्यवस्थित तरिकाले सञ्चालन गर्नको निम्ति मैले यहाँ प्रस्तावित गर्ने भए सरहरू सबैले चाहिँ ताली पिटेर त्यसलाई अनुमोदन गर्न हार्दिक अनुरोध पनि गरेँ है। यो सरसल्लाह गर्ने यताउता गर्ने अलिअलि चाहिँ साथीहरूसँग भएको छ। यसको निम्ति मैले हामीसँग अत्यन्त अनुभवी पनि र एउटा विद्युत क्षमता राख्नुहुने र अघिल्लो पटक पिकनिकलाई अत्यन्त व्यवस्थित तरिकाले समापन गर्नुहुने आदरणीय विष्णु आचार्य कमल सरलाई मैले यो भ्रमण व्यवस्थापन समितिको पनि संयोजकको भूमिका, सल्लाहकार भूमिकामा त सर हुनुहुन्छ नै,
यो चाहिँ भ्रमण कार्यक्रमको पनि व्यवस्थापनको निम्ति उहाँले धेरै काम गरिसक्नु भएको छ। अब त्यो व्यवस्थापकीय जिम्मेवारीको निम्ति एउटा उपसमितिको संयोजक भएर काम गर्नको निम्ति मैले हार्दिक अनुरोध गरेँ। साथीहरू सबैले यसलाई ताली पिटेर समर्थन गरे। त्यसपछि दोस्रो मैले अनुमति नै लिएको छु। त्यसपछि दोस्रो हाम्रो सल्लाहकार नै अब अहिले सल्लाहकार टिमले चाहिँ हाम्रो भ्रमण व्यवस्थापन गरेर पर्छ कि जस्तो लागेको छ। अब सल्लाहकार तीर्थ भण्डारी सर उहाँ चाहिँ गीत सङ्गीतको पारखी पनि हुनुहुन्छ र अनुभव पनि छ। उहाँलाई पनि उपसमितिको सदस्यको रूपमा रहेर हाम्रो यो भ्रमण व्यवस्थापन कार्यलाई अत्यन्त व्यवस्थित बनाउनको निम्ति मैले नाम प्रस्तावित गरेँ। यहाँहरूले त्यसरी नै अनुमोदन गरिदिनुहोस्। अलिक जोडले ताली दिनु। त्यसै गरी तेस्रो अब हाम्रो यो चाहिँ गुरुङ दाईले अस्ति हामीले नबनेर पनि अत्यन्त राम्रो भिडियो बनाउनु भयो। त्यो भिडियोलाई अझ राम्रो कसरी बनाउन सकिन्छ हामी बसेर सल्लाह गरौँला। त्यसबाट त्यो भ्रमण व्यवस्थापन समितिको सदस्यको रूपमा एममा गुरुङलाई पनि सदस्यको रूपमा 3 जना सल्लाहकार टिम नै 1380 त हामीलाई ढुक्क नि भयो। अनि त्यसपछि अब 2 जना बाँकी रहनुभयो। एकजना हाम्रो यो वाद्य वादन मादल सादल पनि लिएर जानुपर्ने होला, रमाइलो पनि गर्नुपर्ने होला है। त्यसको निम्ति यहाँ उपलब्ध हाम्रो कता हुनुहुन्छ तीर्थ गोपाली दाई आए जस्तो लाग्थ्यो। ल तपाईँ पनि त्यो भ्रमण दलको सदस्य है ल। एकजना 1-2 महिला अब सरहरूले चाहिँ उहाँहरूको योग्यता क्षमता क्रियाशीलता हेरेर 2-3 जना जति राख्न मिल्छ राख्ने गरी सक्नुहुन्छ त म्याडमलाई नि मैया म्याडमलाई नि त्यही त सरले समय लिनुहुन्छ सोध्नुहुन्छ राख्नुहुन्छ हुन्छ सर कि अहिले त्यस्तो यसरी गर्ने भयो ल ठिक तथा शुभयात्राको कामना। मैले गर्नुपर्ने काम के हो त फेरि यो भ्रमण सम्बन्धी सूचना साथीहरूले त्यो उसमा पेजमा हेर्न पनि पर्ने भयो। अब मैले हेरिनँ, मैले जानिनँ, मैले देखिनँ भन्ने हुनु भएन। अब मोबाइल हेर्न पढ्न अप्ठ्यारो पर्ने साथीहरूले त भन्न मिल्यो। बाँकी अरू कोही पनि साथीहरूले मैले थाहा पाइनँ, मैले हेरिनँ, मलाई थाहा भएन भन्ने खालकोतिर नहोस्। सबैले त्यहाँ हेरौँ, पढौँ, जानकारी लिउँ र अब यो भ्रमण सम्बन्धी सूचना के अरे भ्रमण व्यवस्थापन उपसमितिले नै गर्दा राम्रो हुन्छ है त, गरोस् भन्ने शुभकामना सहित जाने मान्छेको त्यसलाई पुनः फरवर्ड गर्ने काम गरौँला। फेरि केही छैन, त्यसलाई पुनः फरवर्ड गर्ने काम गरौँला। आजको यो स्वागत तथा शुभयात्रा दुवै कार्यक्रम यही समापन भएको जानकारी गराउनु। धन्यवाद, नमस्कार।